हेलो साथीहरू, के छ हालखबर? अब चाहिँ हामी श्रीलङ्काको सिग्रिया भन्ने ठाउँमा कि पहिले रावणले सीतालाई हनन गरेको ठाउँ मेन यो चाहिँ रेल घटना हो, ताकि अरू जस्तो जुन भनेको अरूका धर्म ग्रन्थहरू छन् त्यो धर्म ग्रन्थमा बनावटी अनि राजनीतिक जस्ता कुराहरू गरेका हुन्छन् हैन। उनीहरूले त्यही तरिकाको मिलाएको हुन्छन् अनि त्यो वास्तविक जस्तो पनि लाग्दैन यो रेल, किनकि अहिलेसम्म पनि रावणले यो लङ्कामा आगो लगाइसकेपछि पनि उसको भग्नावशेषहरू देख्न सकिन्छ, भेट्न पनि सकिन्छ। र रावणले सीतालाई कसरी हनन गरेका थिए र कुन ठाउँमा राखेको थिए भनेर हामीले हेर्न सक्छ। तर रावणले हनन गरेको ठाउँमा कसरी लग्यो होला नि त्यहाँ? यो बस्ती यति यो हामी धेरै तल बस्तीमा छौँ, तर उनले चाहिँ त्यो समयमा चाहिँ पुष्प विमान थियो अरे। रावण चाहिँ सिधै यहाँ कुनै ठाउँमा हामीले हिँडिरहेको ठाउँमा देखिँदैन थियो, माथि देखिने त्यो उनको चाहिँ वासस्थान भनेको त्यो ठाउँमा थियो। अहिले पनि रावणले आगो लगाएको प्रत्यक्ष रूपमा देख्न सकिन्छ। साथीहरू, कहिलेकाहीँ घुम्नु पर्यो भने सस्तो पैसामा आफ्नो यो हामीले चाहिँ किताबमा हेरेको जस्तो होइन, यो प्रत्यक्ष रूपमा देख्न सकिन्छ। मनगन्ते कुरा पनि होइन। धर्मशास्त्र भनेको यस्तो हुनुपर्छ होइन। जे कुराहरू चाहिँ छ त्यसलाई चाहिँ हामीले पत्याउन सक्ने खालको हुनुपर्छ। अब कसरी गयो होला नि त? रावण चाहिँ माथि र हनुमान त्यो ठाउँमा कसरी पुगे? सीतालाई कुन ठाउँमा राखेको थियो, कुन ठाउँमा देख्न पाइन्थ्यो भन्ने खालको यहाँ देखाइएको छ। र ल हेर्नुहोस्, यहाँ चाहिँ त्यो समयमा माथिबाट झरेको झरना रावणहरूले त्यो आफूले व्यवस्थापन गरेको पिउने पानी। रावण भनेको एउटा चाहिँ शक्तिशाली थियो। सीता मातालाई अपहरण गर्ने समयमा चाहिँ उनका सेनाहरू यहाँ बस्ने गर्थे भन्ने सुन्नमा आएको छ। उनको सेनाहरू यहाँ बस्थे। उनी चाहिँ देखिँदैन थिए। उनी चाहिँ डाइरेक्टली माथिको त्यो डाँडोमा उनको बस्ती हो। त्यहाँ चाहिँ सुनले भएको दरबार हो त्यो। तर त्यो दरबार चाहिँ पछि हनुमानले आगो लगाइदिए। पछि चाहिँ ब्रिटिस प्रवेश भइसकेपछि अब कतिपय सुनहरू चाहिँ उनीहरूले लिएर गए होइन। तर यो इतिहास, यो संसारभरिको मान्छेहरू यहाँ लिन आउँछन्, हेर्न आउँछन्। जिउँदो इतिहास छ नि त होइन। हामीले देख्छौँ अरूको धर्मशास्त्र र अरूको इतिहासहरू हेर्छौँ, पुरुषमा झुटेर मरिहाल्यो अरे। मऱ्यो भने त सकिहाल्यो नि होइन। हाम्रो चाहिँ देवी देवताहरू खासै मरेको देखिँदैन। विभिन्न समयमा अवतार लिएर उनीहरू आइरहेको देखिन्छ होइन। र पनि यस्तो कठिन समयमा त्यतिखेरको राक्षसहरूले होइन, त्यतिखेरको राक्षसहरूले मान्छेहरूलाई चाहिँ दुःख दिन थाल्यो भने भगवान्ले अवतारको रूप लिएर पनि उनीहरूलाई भस्म गरेर सबैलाई सुरक्षित ठाउँमा राख्थे। त्यो हाम्रो त्यो धर्मग्रन्थमा छ। तर अरूको धर्मग्रन्थमा अरूलाई बचाउनको लागि आफू मरेर गए भन्ने छ। अब भगवान् चाहिँ आफै मरेर गइसकेपछि अरू कसरी बाँच्छन् होइन। त्यस्ता झुटा प्रमाणहरूलाई पनि हामीले विश्वास गरेर हिँडिरहेका हुन्छौँ। तर ठोस प्रमाण छैन। अहिले यही
यो चाहिँ रावण माथि एउटा पुष्पको विमान बनाएको एउटा इतिहास, रड चढेको इतिहासले को किताब धर्मग्रन्थले आज चाहिँ वैज्ञानिकहरूले त्यसलाई नै फलो गरेर माथि चाहिँ चन्द्रमासम्म पुगिसकेका छन्। तर त्यो कुराहरूलाई हामीले विश्वास गर्दैनौँ। ताकि हाम्रो लागि मरेर जानुभयो, उहाँ चाहिँ वैकुण्ठमा जानुभयो। वैकुण्ठमा त होइन भगवान् श्रीकृष्णले लिएर जानुभएको होइन, त्योभन्दा अगाडि त कोही पनि छैन। अगाडि चाहिँ हाम्रो पुरानो ग्रन्थ अनुसार अरूको ग्रन्थै भएको थिएन। पृथ्वी सृष्टि हुँदाखेरि अरू धर्मै थिएन भने पछाडि आएकोले होइन एउटा राजा हुनको लागि, एउटा आफूलाई चाहिँ भगवान् साबित गर्नको लागि मात्रै उनीहरूले गरेको भन्ने खालको उ गर्न सकिन्छ होइन। त्यही भएर हामी हेरौँ 100 कति चाहिँ 1000 कति चाहिँ गिल्ला छन् त्यो पार गर्नलाई। अनि मैले चाहिँ अर्को फेरि पार्टहरू टक्क हाल्नेछु तपाईँहरूलाई त।